स्वागत छ यहाँहरूलाई आजको यो तेस्रो श्रृङ्खलामा। पहिलो श्रृङ्खलामा हामीले महाभारतको कथाको बारेमा जान्यौँ। युद्धभूमिमा लडाईँको लागि भेला भएपछि सबै आफ्नै मान्छे देखेपछि अर्जुन आकुल व्याकुल भई म युद्ध गर्दिनँ, आफ्नै मान्छेलाई मार्दा पाप लाग्छ भनेर धनुष त्यागिदिन्छन् र आफूले केही सोच्न नसकेको सत्य के हो, धर्म के हो, आफ्नो कर्तव्य के हो आफूलाई बुझाइदिन श्रीकृष्णसँग अनुरोध गर्दछन्। त्यस्तै दोस्रो भागमा हामीले साङ्ख्ययोगको बारेमा कुरा गर्यौँ। यसमा श्रीकृष्णले आत्माको बारेमा ज्ञान दिनुहुन्छ। आफ्नो इन्द्रियहरूलाई वशमा गरेर शान्ति पाउन सकिन्छ र परमात्माको अनुभूति हुन्छ, त्यो नै योग हो भन्ने कुराको ज्ञान दिनुहुन्छ। स्वधर्मको बारेमा कुरा हुन्छ। यसमा योगमा स्थित मान्छेहरूको विशेषता के हुन्छ, उनीहरूलाई कसरी चिन्ने, उनीहरू कसरी बोल्छन्, कसरी हिँड्छन्, यसको बारेमा पनि जानकारी दिइएको छ। र अन्तरात्माको भित्री मनको जुन स्थिरता छ, जुन शान्ति छ, हरेक अवस्थामा जो त्यो स्थितिमा रहन सक्छ उसैलाई सच्चा योगी भनिएको छ। र आज हामी तेस्रो अध्याय सुरु गर्न जाँदैछौँ जसको नाम हो कर्मयोग। पहिला श्रीकृष्णले ज्ञान योगको बारेमा कुरा गर्नुभयो, त्यसपछि कर्मयोगको बारेमा कुरा गर्नुभयो। यो दुईटै कुरा सुनेर अर्जुन एकदमै कन्फ्युज हुन्छन्। यदि ज्ञान योग कर्मयोग भन्दा उत्तम हो भने किन मलाई यो युद्ध गर भन्नुहुन्छ तपाईँले भनेर सोध्छन् अर्जुनले। अलमल्लमा पर्छन्। त्यसैले मलाई यो सबै कुराहरू नभन्नुहोस्, एउटा मात्रै कुरा भन्नुहोस् जुनले मेरो अहिलेको स्थितिलाई निर्मूल गर्न सकोस्, मेरो कल्याण हुन सकोस्। अनि श्रीकृष्णले भन्नुहुन्छ साङ्ख्य योगीहरूको लागि ज्ञान योग हो, त्यसरी नै कर्मयोगीहरूको लागि कर्मयोग उत्तम हुन्छ। अब ज्ञान योगमा लागेको मान्छेले कर्म गर्नु पर्दैन भनेर कर्म नै सुरु नगर्ने या गरिरहेको कर्म पनि छोडिदिने त्यस्तो मान्छेले त्यो परम स्थिति प्राप्त गर्न सक्दैन। किनकि कुनै पनि मानिस कुनै पनि क्षण काम नगरिकन बस्न सक्दैन। किनकि मानिस प्रकृतिबाट उत्पन्न भएका हुन्। प्रकृतिबाट उत्पन्न हरेक चिजहरू तीन गुणद्वारा इन्फ्लुएन्स हुन्छ। त्यही गुणहरूद्वारा विवश भएर हरेक मानिस कर्म गर्न बाध्य हुन्छन्। गर्दिन भनेर पनि ऊ बस्न सक्दैन। कोहीले आफ्नो सेन्सेसहरूलाई, इन्द्रियहरूलाई रोक्छन्, तर भित्री मनले त्यसको अब्जेक्टको बारेमा सोचिरहेको हुन्छ। त्यस्तो मान्छेलाई डोङ्गी भनिन्छ। बाहिरबाट मात्रै देखाउने, भित्रबाट नगर्ने। त्यसैले मैले दुईटा कुरा गरेको छैन। आफ्नो सेन्सेसहरूलाई मनको माध्यमबाट कन्ट्रोलमा राख्ने अनि अनअट्याच्ड भएर कर्मेन्द्रियहरूद्वारा अर्गान अफ एक्सन्स जसले यसलाई मिक्स गरेर प्र्याक्टिस गर्न सक्छ उही सर्वश्रेष्ठ हो। तिमी शास्त्रविहित कर्म गर, प्रेस्क्राइब्ड ड्युटी। तिमी क्षत्रिय हौ, तिमी योद्धा हौ, तिमीसँग यसको स्किल छ, त्यसैले तिमी त्यही कर्म गर। किनभने कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो। आफ्नो शरीरको निर्वाह गर्नको लागि, आफ्नो शरीर पाल्नको लागि पनि त कर्म गर्नु पर्यो। यज्ञ बाहेक अन्य कर्मले मानिसलाई कर्मको बन्धनमा पार्छ। यज्ञ पनि एउटा कर्म हो। त्यस बाहेक जति पनि कर्म छ त्यसले कर्मको बन्धनमा पार्छ। कर्मको सिद्धान्त भनेको ल अफ कज एन्ड इफेक्ट। त्यसैले तिमीले यज्ञका लागि मात्रै कर्म गर्नुपर्छ। अब यज्ञ भनेको के? सृष्टिको प्रारम्भमा प्रजापतिले यज्ञसहित प्रजा उत्पन्न गरेर भन्नुभयो तिमीहरू यस यज्ञद्वारा वृद्धि प्राप्त गर र यो यज्ञ तिमीहरूको लागि जे इच्छा गरेको त्यो पुरा गर्ने खालको होस्। के यज्ञ? यस यज्ञद्वारा तिमीहरूले देवताहरूको उन्नति गर र तिमीहरूको पनि उन्नति देवताहरूले गर्नेछन्। यो भनेको युनिभर्सको एउटा ल हो, ल अफ गिभ एन्ड टेक। जसले दिन सक्दैन उसले रिसिभ गर्न सक्दैन। एउटा भनाइ छ, तिमीले कोसिस गर, तिमीले सुरुवात गर, तिमी एक पाइला चाल, बाँकीको 99 पाइला ब्रह्माण्डले चाल्नेछ तिम्रो लागि। त्यहीलाई नै ल अफ गिभ एन्ड टेक भनिन्छ। यो कस्मिक फेनोमेनन, कस्मिक एनर्जी, जुन कस्मिक प्रिन्सिपल्सहरू छ ब्रह्माण्डको, तिनीहरूकै माध्यमबाट हामीले सबै कुरा पाएका हौ। प्रकृतिले हामीलाई सबै कुरा दिएको हो। यसरी एक अर्काको कल्याण गर्दै तिमीहरूले परम कल्याण प्राप्त गर्नेछौ। तिमीले देवताहरूको लागि, युनिभर्सको लागि केही सेक्रिफाइस गर। यज्ञ भनेको सेक्रिफाइस गर र उनीहरूले पनि तिम्रो इच्छाहरू पुरा गरिदिनेछन्। तिमीहरू दुवैजना फुलफिल्ड हुनेछौ। यज्ञद्वारा देवताहरू प्रसन्न हुन्छन्। तिमीले इच्छाएका चिजहरू प्रदान गर्छन्। उनीहरूले दिएका हुन् यी सबै चिजहरू, त्यो पनि तिमीहरूले अर्पण गर्नुपर्छ। त्यो नगरिकन आफूले मात्र उपभोग गर्यो भने त्यो मानिस चोर समान हो। पहिला सेक्रिफाइस गर अनि त्यसपछि बाँकी भएको मात्रै आफ्नो युजमा ल्याऊ। समाजको लागि देऊ। आफूले त पायो, अब तिमीले त्यो देऊ, समाजको लागि देऊ, पृथ्वीको भलाइको लागि देऊ, मानिसहरूको भलाइको लागि देऊ,
वायुमण्डलको भलाइको लागि देऊ, जे गर्नु सक्छ त्यो गर। यज्ञपछि बाँकी रहेको अन्न ग्रहण गर्ने सत्पुरुषहरू सबै पापबाट मुक्त हुन्छन्। तर जो आफ्नो स्वार्थको लागि मात्र पकाउँछन्, पकाउनु मतलब कलेक्ट गर्ने, काम गर्ने, आफ्नो सेल्फको लागि मात्रै, आफ्नो लागि, आफ्नो परिवारको लागि मात्रै, तिनीहरूले भनेको पाप खाने हो। उनीहरूलाई सेटिस्फ्याक्सन हुँदैन लाइफमा। प्राणीहरू अन्नबाट बाँच्छन्, फुडबाट। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ र वर्षा यज्ञबाट हुन्छ र यज्ञ कर्मबाट उत्पन्न हुन्छ। हामीले कस्तो खालको कर्म गर्छौँ? यज्ञ गर्छौँ। यज्ञ भनेको सेक्रिफाइस हो। जब हामीले केही कुरा दिन्छौँ अरूको लागि, डोनेट गर्छौँ, अरूको हितको लागि हामीले जब काम गर्छौँ, त्यसपछि युनिभर्सले दिन सुरु गर्छ। यो एउटा ल हो। त्यसपछि युनिभर्सले दिन सुरु गर्छ। के दिन सुरु गर्छ? अन्न। अन्न भनेको हामी यो पृथ्वीमा हाम्रो लागि जे कुराको आवश्यकता हुन्छ, खान, बस्न, लाउन, स्रोत, साधन, ऐश्वर्य, आनन्द, खुसी, सबै कुरा अन्नमा पर्यो। त्यसरी नै कर्म वेदबाट उत्पन्न हुन्छ र वेद अविनाशी परमात्माबाट उत्पन्न हुन्छ। त्यसैले सर्वव्यापी परमात्मा सधैँ यज्ञमा स्थित हुनुहुन्छ। परमात्मा सर्वव्यापी हुनुहुन्छ। यो युनिभर्स, होल युनिभर्समा परमात्माको एनर्जी परभेट गरेको छ। सधैँ यज्ञमा स्थित हुनुहुन्छ। उहाँले दिनी मात्र काम गर्नुहुन्छ। त्यहाँबाट रिलिज मात्र भइरहेको छ, दिनी मात्र काम भइरहेको छ। कर्म वेदबाट उत्पन्न हुन्छ। वेद भनेको नलेज, ब्रह्माण्डको जति पनि नलेज छ त्यो सबैलाई वेद भनिन्छ, वाट एभर देयर इज। हे अर्जुन, जसले यसरी संसारमा चलिरहेको यज्ञ चक्र, यो एउटा साइकल छ, गिभ एन्ड टेकको साइकल छ, यो कन्टिन्युसली चलिरहेको छ। जसले यसमा इन्भल्भ हुँदैन उसको जीवन दुखीमय हुन्छ। जो आफ्नो सेन्सेसहरूको फुलफिलमेन्टमा मात्रै रमाउँछ त्यसको जिन्दगी व्यर्थ छ, त्यसको बाँच्नु व्यर्थ छ। तर जो मानिस आत्मामै रमाउँछ, आफूसँगै रमाउँछ, उसलाई अरू कुरा केही पनि चाहिँदैन, कोही मान्छे पनि चाहिँदैन, उसलाई अरू केही काम पनि चाहिँदैन, उसलाई केही डिजायर पनि छैन। जे कुरा पाउनुपर्ने छ पाएपछि रमाउने उसको केही सिचुएसन हुँदैन। ऊ आफूमा नै स्थित छ र रमाइरहेको छ, आफूमै तृप्त छ, सन्तुष्ट छ। उसले कुनै कर्म नगरे पनि हुन्छ, उसको कुनै कर्तव्य बाँकी रहँदैन। त्यो मान्छेले केही गरे पनि या केही नगरे पनि कुनै हानि नोक्सानी हुँदैन र अरूमा पनि ऊ डिपेन्डेन्ट हुनु पर्दैन। त्यसैले बिना एट्याचमेन्ट सधैँ आफ्नो कर्तव्य गर, कर्म गर। जनक जस्ता राजाले पनि कर्मद्वारा नै ज्ञान प्राप्त गरेका थिए। त्यसैले समाजको कल्याणको लागि पनि कर्म त गर्नुपर्छ। ज्ञान त मिल्यो, उसलाई कर्म गर्नु पर्दैन, अब जरुरी छैन। त्यही पनि के गर्ने त? ठिक छ, मैले अबको समय समाजको कल्याणको लागि बिताउँछु। मैले आफ्नो समय, स्रोत, साधन, ऊर्जा समाजको कल्याणको लागि लगाउँछु भनेर उसले पनि कर्म गरेको राम्रो हुन्छ। किनकि त्यस्ता मानिसले जे गर्छन् अरू मानिसहरूले, अरू जनताहरूले त्यही कपी गर्छन्, त्यही सिखो गर्छन्। त्यसैले ज्ञान प्राप्त भइसकेपछि मानिसले कर्म गरेन भने साधारण मानिसको लागि ऊ इक्जाम्पल हुन सक्दैन र अरू मानिसहरू कर्मबाट टाढा भाग्छन्, कर्म गर्दैनन्। किनकि अरू नर्मल मान्छेहरूको लागि कर्म नै श्रेष्ठ हो। कृष्ण भन्छन्, मेरो लागि कुनै पनि कर्तव्य छैन, म ज्ञानमा स्थित छु, मैले सबै कुरा पाएको छु, केही पाउनुपर्ने बाँकी पनि छैन। तर म पनि त कर्ममा लागिरहेछु। यदि मैले कर्म गरिनँ भने सबै मानिसहरूले मेरै सिखो गर्छ अनि यो लोकहरू नष्ट हुनेछन्, समाजमा हाहाकार हुनेछ, ब्यालेन्स बिग्रिन्छ, स्थिति बिग्रिन्छ र म त्यसको कारण बन्नेछु र मेरो कारणले यो मानिसहरूको विनाश हुन्छ। अज्ञानीहरू पनि कर्म गर्छन्, ज्ञानीले पनि कर्म गर्छन्। अज्ञानीहरूको डिजायर हुन्छ केही पाउने, त्यो डिजायरको हिसाबले उनीहरूले कर्म गर्छन् भने ज्ञानीले संसारको बेटरमेन्टको लागि, कल्याणको लागि एट्याच नभइकन कर्म गर्छन्। अब यहाँ धेरै इम्पोर्टेन्ट कुरा छ। बरु ज्ञानी पुरुषले कर्ममा आसक्त अज्ञानीहरूको बुद्धिमा भ्रम पैदा नगरोस्। अज्ञानीहरू डिजायरले पनि जुन कर्म गरिरहेको छन् त्यो ठिकै छ। ज्ञानी मानिसले कर्म गर्नु पर्दैन, उसलाई कर्मको बन्धनले छुँदैन। त्यही पनि ज्ञानीहरूले आफ्नो ज्ञानको बारेमा समाजमा प्रचार गर्दा, अरूलाई त्यो ज्ञान दिँदा उनीहरूले आफ्नो कर्म छोड्न सक्छन्। त्यसैले त्यस्तो गर्नु हुँदैन।
संसार चलायमान छ, संसारलाई चलायमान राख्नलाई योगदान दिनु पनि धर्म हो। कर्म त सबैजनाले गर्छन्, प्रकृतिका गुणहरूको स्वभाव छ, त्यसबाट कर्म हुन्छ। तर मान्छेले के सोच्छ कि मैले गरिरहेको छु, एक्चुअली उस मान्छेले गरेको हुँदैन। त्यो प्रकृतिको सत्व, रज, तम 3 गुणहरूको इन्फ्लुएन्समा मान्छेले त्यस्तै खालको कर्महरू गरिरहेको हुन्छ, ऊ विवश हुन्छ। ज्ञानीले यो कुरा जानेका हुन्छन्, त्यही भएर आसक्त हुँदैनन्। तर अज्ञानीहरू यो प्रकृतिका 3 गुणहरूद्वारा मोहित भएर त्यस्तै कर्ममा आसक्त हुन्छन्। त्यही भएर ज्ञानीले उनीहरूको अगाडि गएर तिमीले के गरिरहेको यस्तो भनेर ज्ञान दिएर, उनीहरूले नबुझ्ने खालको ज्ञान दिएर उनीहरूलाई विचलित बनाउनु हुँदैन। उनीहरू जहाँ छन्, जे छ त्यही ठिक छ। ममा सबै कर्महरू समर्पण गर, आत्मामा बुद्धि राखेर, डिजायर र एट्याचमेन्ट छोडेर। दुःख लिनुपर्ने कारण केही पनि छैन। सो अब तिमी युद्ध गर्न सक्छौ। जो मानिसहरू यो ज्ञानमा कुनै पनि दोष नखोजी यसको पालना गर्छन्, उनीहरू कर्मको बन्धनबाट मुक्त हुन्छन्। तर जसले दोष खोजिरहन्छन्, कोटै दोष खोज्ने मात्रै काम गर्छन्, उनीहरू मूढ मान्छेहरू हुन्, इडियट हुन्, विवेकहीन र पतन भएका हुन्छन्। अब ज्ञानी मानिसहरूलाई त थाहा छ गुणको बारेमा, थाहा हुँदाहुँदै पनि उनीहरू पनि आफ्नै प्रकृति अनुसार कर्म गर्छन्, कोसिस गर्छन्। सबै प्राणीहरूले आफ्नै प्रकृतिलाई पछ्याउँछन्। त्यही भएर कसैले जोर जबरजस्ती गर्यो भनेर भन्छौँ हामीले, यसको कुनै पनि रोल हुँदैन, आफ्नै प्रकृतिको रोल हुन्छ। प्रत्येक इन्द्रियको विषयमा राग र द्वेष लुकेर बसेको हुन्छ। एट्र्याक्सन, एभर्जन, सामान्यतया लभ र हेट, लाइक र डिसलाइक लुकेर बसेको हुन्छ हरेक इन्द्रियको विषयमा। हामी केही हेर्दैछौँ त्यो अब्जेक्टलाई, त्यसमा लाइक्स पनि छ, कति कुरा हामीलाई मनपर्छ, कति कुरा हामीलाई मन पर्दैन। हरेक कुरामा लाइक्स र डिसलाइक्स बसिरहेको हुन्छ। 5वटा सेन्सेसहरूको जुन अब्जेक्ट हुन्छ त्यसमा यो दुईटै कुरा सँगसँगै बसेका हुन्छ। तिनीहरूको बसमा पर्नु हुँदैन, त्यो लाइक्स र डिसलाइक्समा पर्नु हुँदैन। जे छ त्यही छ। यो मलाई मनपर्छ, यो मलाई मन पर्दैन भने पनि चिप्ल्यो, फुस्क्यो, किनकि यो दुवै मानिसका शत्रु हुन्। उसले लाइक मात्र लिन सक्दैन, त्यहाँबाट लाइक लिनको लागि डिसलाइक पनि आउँछ। त्यही भएर त्यसले त्यसलाई फेरि दुःख दिन्छ। राम्रोसँग अनुष्ठान गरिएको अर्काको धर्मभन्दा गुणहीन भए पनि आफ्नो स्वधर्म श्रेष्ठ छ। हामी अर्काको देखासिखी गर्छौँ, फलानाले कस्तो राम्रो बिजनेस गरेको, फलानाको कस्तो राम्रो घर, अनि हामीले उसको जस्तै कपी गर्न खोज्छौँ, ऊ जस्तै हुन खोज्छौँ, जुन कुरा रङ हो। त्यही भएर आफ्नो एबिलिटी, आफ्नो सिचुएसन, आफ्नो स्किल्स, आफ्नो नलेज अनुसार जुन काम आफ्नो लागि उत्तम हुन्छ त्यसैलाई नै स्वधर्म भनिन्छ। यो स्वधर्ममा मर्नु पनि कल्याणकारी छ, किनकि तिमीले अरूको बारेमा बुझेको छैनौ, अरूको जुत्ता लगाएको छैनौ, अरूको जिन्दगी बाँचेको छैनौ। त्यो एकदमै डरलाग्दो हुन्छ। कहिले पनि अरूको कपी गर्न नखोज्नु। अनि अर्जुन भन्छन्, हे श्रीकृष्ण, तपाईँले भनेको सबै कुरा मैले बुझेँ, यो प्रकृतिको बारेमा पनि बुझेँ। त्यही पनि मानिसहरू कहिले कहिले आफूले नचाहँदा नचाहिँदै पनि यस्तो सिचुएसन आउँछ, यस्तो कर हुन्छ, यस्तो विवश हुन्छ, उसले पाप कर्म गर्न पुग्छ। किन यस्तो हुन्छ? श्रीकृष्ण भन्नुहुन्छ, यो काम र क्रोधको कारणले भएको हो। जुन भनेको रजोगुणको क्वालिटिजहरू हो। डिजायर यानि कि काम, एङ्गर यानि कि क्रोध। सुरुमा हामीले दोस्रो अध्यायमा के पढेका थियौँ भन्दा मान्छेको मनमा डिजायर उत्पन्न हुन्छ, त्यो डिजायर फुलफिल भएन भने क्रोध जाग्छ। यो काम र यो क्रोध नै मेन कल्प्रेट हो। यो एकदमै भोकको हुन्छ, महापापी हुन्छ। यसले बुद्धिलाई ओभरराइड गर्यो भने सही के गलत के उसले केही पनि सोच्न सक्दैन, केही पनि देख्न सक्दैन, र पापमाथि पाप, पापमाथि पाप, पापमाथि पाप गर्दै जान्छ। यो संसारको सबैभन्दा ठुलो शत्रु यही दुईटा हो। बाहिर धुवाँ हुन्छ, भित्रको आगो हामी देख्न सक्दैनौँ। भित्र ऐना हुन्छ, बाहिर फोहोरले पुरा मैलोले ढाकेको हुन्छ। गर्भको बच्चालाई सालले छोपेको हुन्छ। त्यसरी नै यो मान्छेको जुन ज्ञान छ त्यसलाई डिजायरले छोपेको हुन्छ। यो कहिले पनि अगाउँदैन डिजायर, यसलाई जति भए पनि पुग्दैन, अनि आगो जस्तै बोल्छ। एउटा केही डिजायर हुन्छ, त्यो पुरा गरिदिउँ, अनि त्यो झन् बल्न सुरु गर्छ, झन् उसको डिजायर झन् धेरै हुन सुरु गर्छ। यो डिजायर कहिले पनि पुरा हुँदैन। अब यो डिजायर कहाँ हुन्छ? डिजायर हुन्छ मान्छेको सेन्सेसमा, मनमा र बुद्धिमा। यो तीनटामा बस्छ डिजायर, अड्किएर टाँसिएर बसिरहेको हुन्छ। अनि त्यसैले नै ज्ञानलाई छोपिदिन्छ र मानिसलाई मोहित पार्छ। त्यसैले हे अर्जुन, पहिले इन्द्रियहरूलाई नियन्त्रण गरेर
कसरी नियन्त्रण गर्ने सेन्सेसहरूलाई? मनले, बुद्धिले। ज्ञान र विज्ञानलाई नष्ट गर्ने यस पापी डिजायरलाई तिमीले छोड्नै पर्छ। डिजायरलाई छोड्नको लागि सबैभन्दा सुरुमा यो सेन्सेस छ, सबैभन्दा सुरुमा सेन्सेस दौडिहाल्छ। डिजायर स्टार्ट हुने बित्तिकै, डिजायर आउने बित्तिकै मनमा सेन्सेस कुदिहाल्छ। यो सेन्सेसलाई जसरी हुन्छ बाँधेर राख्नुपर्छ। यो एकचोटि फुत्कियो भने यसले ज्ञान र विज्ञान, ज्ञान भनेको एजुकेसन, लेसन हो भने विज्ञान भनेको त्यसलाई आफ्नो जीवनमा उतारेर एक्सपिरियन्स गरिन्छ। जुन ज्ञानलाई नै जब एक्सपिरियन्स गरिन्छ त्यसलाई विज्ञान भनिन्छ। ज्ञान र विज्ञानलाई नष्ट गर्दै रहेछ। अब हाम्रो बडीभन्दा सेन्स बलियो हुन्छ, यो सेन्सभन्दा मन बलियो हुन्छ, मनभन्दा बुद्धि बलियो हुन्छ र बुद्धिभन्दा आत्मा बलियो हुन्छ। त्यसैले आफ्नो बुद्धिबाट मनलाई कन्ट्रोल गर्न सकिन्छ अनि यो मनबाट सेन्सेसलाई कन्ट्रोल गर्न सकिन्छ अनि त्यो डिजायर हारिहाल्छ, ऊ मरिहाल्छ।